नमस्ते सबैजनाहरूले। मैले चाहिँ आज नेपालका अग्ला हिमाल 8 अग्ला हिमाल जुन चाहिँ 8000 मिटरभन्दा अग्ला छन् तिनीहरूको चाहिँ फर्मुला वाइज हजुरहरू सामु लिएर आएको छु। कृपया ध्यानपूर्वक हेर्नु होला। यसलाई पढ्दा चाहिँ एसकेएलएम सिडिएमई गरेर पढ्ने। एसकेएलएमलाई एकचोटि पढ्ने, एसकेएलएमलाई एकचोटि पढ्ने, त्यसपछि सिडिएमई गरेर पढ्ने। जसको पूर्ण रूपले यस भनेको सगरमाथा रहेको छ, जसको चाहिँ उचाइ 8848.86 रहेको छ। यो चाहिँ सगरमाथाको उचाइ 8848 कहिले कायम गरिएको भनेर सोधिसकेको क्वेसन हो, जसको चाहिँ मिति रहेको छ 2076 साल मक्सिर 23 गते। यो चाहिँ सोधिसकेको क्वेसन हो, 3-4 चोटि सोधिसकेको क्वेसन चाहिँ हो। 8848.86 2076 मक्सिर 23 गते गरिएको। त्यसपछि चाहिँ हाम्रो कञ्चनजङ्घा, जसको चाहिँ उचाइ रहेको छ, कञ्चनजङ्घाको उचाइ रहेको छ 8586। त्यसपछि हाम्रो लोस्से आएको छ, लोस्सेको नि सोधिसकेको क्वेसन हो 8516। उचाइका आधारमा तेस्रो अग्लो हिमाल कुन हो भनेर चाहिँ सोधिसकेको क्वेसन हो, जुन चाहिँ लोस्से रहेको छ, जसको चाहिँ 8516 रहेको छ। त्यसपछि आउँछ हाम्रो मकालु। यसमा धेरै झुक्किन्छन् मकालु र मनास्लुमा। पहिला सधैँ चाहिँ मकालु आउँछ, पहिला कालु आउँछ, त्यसपछि सालु आउँछ भनेर पढ्ने। मकालुको चाहिँ उचाइ रहेको छ 8463 मिटर। त्यसपछि आउँछ हाम्रो चोयो, चोयोको चाहिँ 8201 रहेको छ। त्यसपछि आउँछ धौलागिरी, जसको उचाइ चाहिँ 8167 रहेको छ। त्यसपछि हाम्रो आउँछ मनास्लु। पहिला हामीले के आउँछ भनेको थियौँ, पहिला मकालु आउँछ, त्यसपछि मनास्लु आउँछ भनेको थियौँ। अब चाहिँ मनास्लुको चाहिँ 8163 र अन्तिम रहेको छ अन्नपूर्ण हिमाल, जुन चाहिँ पोखरामा पर्छ, कास्कीमा पर्छ। त्यो चाहिँ त्यसको उचाइ चाहिँ 8091 मिटर रहेको छ। यसलाई फेरि एकचोटि सर हेर्नु हामी एसकेएलएम सिडिएमई। यसबाट सगरमाथा, कञ्चनजङ्घा, लोस्से र मकालु। पहिला कालु आउँछ, त्यसपछि सालु आउँछ भन्नु पर्ने। अनि सिडिएमई चोयो, धौलागिरी, मनास्लु र अन्नपूर्ण रहेको छ। यसलाई चाहिँ ध्यानपूर्वक हेरी आफ्नो कपीमा नोट गर्नु होला। हस्त, धन्यवाद।